सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि साथीहरू म चाहिँ फेरि आइसकेँ न्यू डे न्यू मिनी भ्लग लिएर। अनि साथीहरू मैले चाहिँ अस्ति नै काँक्राको बिउ रोपेको थियो नि त, अनि उम्रियो कि उम्रिएन भनेर हेर्न गएको त कति मजाले उम्रिसक्यो। म त यति धेरै खुसी भएँ कि त्यो काँक्राकै आफैले रोपेर होला, कति धेरै खुसी भएको के म त। अहिले चाहिँ अगाडि नै रोपेको थियो अनि हेर्न पनि गएको कि काँक्रा फलेछ कि छैन भनेर। यता चाहिँ कति धेरै हावा लाग्छ कि, अनि त्यति साह्रै काँक्राहरू केही पनि हुँदैन कि यता चाहिँ। अनि फल्नु चाहिँ फलेछ, निटी चिल्लाहरू लाग्दै रहेछ कति धेरै। यो हावाले पुरै लछारेर बोटै मासतिर जान नपाए पनि तर काँक्रा चाहिँ फलेको छ है। पहिला रोपेको चाहिँ 3टा बोट थियो अनि एउटा बोट चाहिँ उखालेर फालिदियो काँक्रै नफलेर, अनि 2टा बोट थियो है। यदि एउटा बोटमा चाहिँ कति धेरै फलिसक्यो हेर्नु न। आफैले रोपेर होला के, यो त फर्स्ट टाइम जस्तै भनौँ न है। अनि हाम्रो त जहिले अरूको मम्मीले बाबा रोप्नुहुन्थ्यो, अनि यो पालि चाहिँ सबै मैले रोपेको। अनि म त कति धेरै खुसी भएँ कि यो काँक्रा फलेको देखेर। हेर्नु न हौ, त्यो हावाले सबै बोटै लहरा मासतिर जानु नदिएर सबै भुइँभुइँ छ। अनि त्यही भएर राम्रोसँग काँक्रा फल्नै पाएको छैन। मेरो छोरालाई चाहिँ क्यामेरा अन गर्नै हुँदैन कि हाई गरिहाल्छ। अनि साथीहरू म चाहिँ जाँदैछु यहाँ रोडमा, हाम्रो चाहिँ निबुवाको बोट थियो नि त बाटोमा, बोट चाहिँ फलेको थिएन। अनि यसपालि फल्यो कि फलेन भनेर हेर्ने गएको त तर राम्रै फलेको रहेछ है यो पालि चाहिँ। राम्रै फलेर त के गर्नु, हावाले सबै झारेर केही राख्दैन बोटमा, यो झन् डाँडामै छ। अनि के साथीहरू म तपाईँहरूलाई हाम्रो कटहरको बोट पनि देखाउँछु ल। अनि त्यहाँ कटहर चाहिँ एउटा मात्रै छ कि, अनि 2-3टा फलेको थियो। हामीले चाहिँ तरकारी खायौँ कि, अनि त्यो एउटा मात्रै बाँकी छ अहिले। अनि म चाहिँ जाँदैछु खेतमा तरकारी टिप्नको लागि। यो टाइममा चाहिँ आजकल तरकारी नै टुट्दैन कि, कहिले साग हुन्छ, बोडीहरू सबै हुन्छ नि त। अनि हाम्रो मम्मीले चाहिँ बोडी पनि लाउनु भएको रहेछ। अनि म चाहिँ टिप्नलाई जाँदैछु। मकै बोडी एकै ठाउँमा भएर होला त्यो बोडीको बोट मकै झ्याङमै हराएको छ कि। अनि म चाहिँ फटाफट बोडी टिप्न लागे। यो बोडीको बोटै थिएन कि, त्यो घारी भएर के त्यो अरू झारहरू पलाएर चाहिँ मुनि मुनि टन्नै फलेको रहेछ। अनि मैले चाहिँ यति मात्रै टिपेँ। हामी चाहिँ धेरैजना छैनौँ के, 4जना मात्रै हुन्छ। अनि आलु मिसायो भने हिँड्न पुग्छ। चिकु मुन्टा लायो भने चाहिँ कति धेरै फाइदा हुन्छ क्या, मुन्टा पनि हुन्छ अनि गट्टा पनि फल्छ क्या सँगसँगै। अनि साथीहरू मैले के अस्ति घाँस काट्दाखेरि त्यहाँ एउटा फुस्रेटेको रुखमा चराका गुरु देखाएको थियो कि, अनि म चाहिँ त्यसले बच्चा निकाल्न लागेको थियो। अनि निकाले भनेर हेरेर जाँदैछु। माउ चाहिँ रहेन रहेछ, बच्चा मात्रै रहेछ कि, तर भर्खरै निकालेको रहेछ कि। हेर्नु त्यहाँ कति माया लाग्दो, अहिले कस्तो माया लागेको कि, त्यसको आमा पनि रहेन रहेछ। अनि म चाहिँ त्यत्तिकै छोडेर घरतिर आएँ।